नमस्कार। आज हामी एसई दिएर बस्नुभएका स्टुडेन्टको लागि एउटा मोस्ट कन्फ्युजिङ टपिक प्लस टूमा साइन्स लिने कि म्यानेजमेन्ट लिने यसको ब्रेकडाउन गरेर भिडियो बनाउन गइरहेको छौँ। शिक्षा भर्स प्रेजेन्ट गर्दछ। अब प्लस टूमा साइन्स लिने, साइन्समा पनि तपाईँको एउटा बायोलोजी हुन्छ, अर्को फिजिकल ग्रुपमा कम्प्युटर हुन्छ। अनि प्लस टू साइन्समा बायोलोजी लियो भने चाहिँ तपाईँको एकदमै भास्ट, तपाईँले एकदमै धेरै फिल्डमा जानु पाउनुहुन्छ। तपाईँले प्रोग्रामहरू हेर्न सक्नुहुन्छ यहाँ। एमबिबिएस, एमबिबिएस, बिएससी नर्सिङ, बिएससी एजी यस्ता कोर्सहरू तपाईँले गर्नु पाउनुहुन्छ। तपाईँले चुज गर्ने प्लस टूमा चुज गर्ने विषयले तपाईँको 10 इयर्स पछाडिको फ्युचरलाई डिटरमाइन गर्छ। अनि तपाईँले यदि बायोलोजिकल ग्रुप चुज गर्नुभयो भने ती प्रोग्राम्सहरू, विभिन्न प्रोग्राम्स रिलेटेड टु बायोलोजी ग्रुप तपाईँले पढ्न पाउनुहुन्छ। अनि कमन इन्ट्रान्समा चाहिँ तपाईँले अपेयर हुन पाउनुहुनेछ। त्यस्तै आइओई, कम्प्युटर, अल टाइप्स अफ इन्जिनियरिङ, मेकानिकल, यता सफ्टवेयर, सबै तपाईँले इन्जिनियरिङ पढ्नलाई चाहिँ तपाईँले फिजिकल ग्रुप हुनुहुँदो रहेछ। तर यदि प्लस टू म्यानेजमेन्टमा पनि धेरै भास्ट फिल्ड छ। तपाईँको नेपालमा कम्पेरिटिभली अलिक यो प्लस टू म्यानेजमेन्टलाई चाहिँ सजिलो रूपमा लिइरहेको हुन्छ। प्लस टू म्यानेजमेन्ट पढेपछि चाहिँ तपाईँले ब्याचलर बिजनेस एडमिनिस्ट्रेसन, बिबिएम, बिएचएम, होटल म्यानेजमेन्ट, बिबिएस, बिपिए, बिटिटिएम जस्ता डिफ्रेन्ट कोर्सहरू पछि ब्याचलरमा गर्न पाउनुहुनेछ। अनि तपाईँले कमन यो इन्ट्रान्स इक्जाममा पनि अपेयर्ड हुन पाउनुहुनेछ। अनि यदि तपाईँले यसबाट चाहिँ चार्टर्ड एकाउन्टेन्ट, यो चाहिँ एकदमै नेपालमा पपुलर कोर्स पनि हो, यो एकदमै गाह्रो मानिन्छ। अनि तपाईँ यदि पछि यो कोर्सहरू गर्नु छ भने, अनि यो चार्टर्ड एकाउन्टेन्ट अथवा यतै प्लस टू म्यानेजमेन्ट जानु छ भने तपाईँले साइन्स गएर टाइम वेस्ट मात्रै हो। किन टाइम वेस्ट भन्दाखेरि एक त यहाँ फिजिक्स, केमिस्ट्री एकदमै भास्ट टपिकहरू छन् 11-12मा। अनि यदि तपाईँ पछि म्यानेजमेन्ट जानुहुन्छ भने, पछि तपाईँ साँच्चै नै म्यानेजमेन्ट नै जानुहुन्छ भने किन यो पढ्ने, सिधै म्यानेजमेन्ट हेर्नुहोस्। अझै पनि समय छ, मजाले आफूलाई डिस्कभर गर्नुहोस्, घर परिवारसँग सल्लाह गर्नुहोस्। अनि यता प्लस टू कुन साइन्स पढ्ने हुनुभयो भने बायोलोजी पढ्ने कि कम्प्युटर पढ्ने, यो चाहिँ तपाईँको हातमा छ। विभिन्न यस्तो प्रोग्रामहरू अफर हुन्छ तपाईँलाई। अनि तपाईँले डिटरमाइन्ड भएर मेहनत गरेर तपाईँले साइन्स कि त म्यानेजमेन्ट पढ्न सक्नुहुनेछ। हस्, आजको भिडियो यहीँसम्म। थ्याङ्क यू।